सुरु भएको कारण होइन। नमस्ते यहाँहरू सबैलाई। म आज मेरो युट्युब च्यानलमा पहिलो पोडकास्ट भिडियो लिएर आउँदैछु, फर्स्ट एपिसोड भनेर ल्याउँदैछु। र म आज एकजना यस्तो व्यक्तिलाई लिएर आउँदैछु, उहाँ पनि नयाँ नौलो हुनुहुन्छ र उहाँको नाम हो सुशील राई। म सुशीलजीसँग आज एउटा बसी बिहालो भनौँ सानो गन्थन गर्छु कि नेपालदेखि कतारसम्मको यात्राको बारेमा र कतारमा आएर पनि उहाँले गरेको स्ट्रगल झेलेको विषयमा हामी एकअर्काको उसमा चाहिँ कुराकानी गर्नेछौँ होइन। ल नमस्ते सुशीलजी। नमस्ते। तपाईँलाई मेरो च्यानलमा स्वागत छ। अनि खुसी लाग्यो तपाईँको च्यानलमा। तपाईँले मैले थोरै मात्रै कतै यसो देखिरहेको थिएँ होइन। तपाईँले सानोतिनो सर्ट भिडियोहरू बनाउनु भएको। अनि अब हामी संयोगवश भनौँ, हामी यताउतिर काम गर्न पनि होइन नजिकैको यस्तै भनौँ न। तपाईँ उतातिर म यतातिर काम सब संयोगवश हामी काम गर्ने दुवैजना एकै ठाउँतिर पर्नु बगेर आज हाम्रो छुट्टी पनि सँगै पर्न गइरहेको रहेछ। त्यही भएर यसो घुम्दै आउँदाखेरि भाइसँग पार्कसँग भेटेर यसो एक दुईवटा कुरा गरौँ भन्ने विषय। मलाई एउटा यो कुरो बताउनुहोस्, तपाईँ नेपालको कहाँदेखि भन्नुभयो? म भोजपुरको पूर्वी जिल्लाबाट पनि भोजपुरलाई लगभग नेपालको भूगोलले पहाडी जिल्ला भनेर छुट्याउँछ क्या? पहाडी जिल्ला। तपाईँ त्यो भोजपुरको पहाडी जिल्लाबाट चाहिँ कतारसम्मको यात्रा तयार चाहिँ कसरी गर्नुभयो? यो सोच कसरी आयो बताइदिनु नि। अब अहिलेको जेनेरेसन भन्दाखेरि तपाईँको अब के भन्ने, अब हाम्रो आर्थिक अवस्था हो, देशको स्थिति परिस्थिति होइन। अब म मात्रै होइन, कयौँ युवाहरू अहिले विदेशीमा बाध्य भएका छन्। किनकि सबैभन्दा ठुलो कुरो त हामीले रोजगारको एकदमै आवश्यक हो। यो युवाहरू अझै पनि दिनका दिन होइन त्रिभुवन अहिले हाम्रो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिजना अझै पनि हजारौँ युवाहरू कहीँ कतार दुबई साउदी कति विदेशीमा बाध्य भएको छ। अब सायद रोजगार भएको भए नेपालमै कुनै अघि नै तपाईँको कुनै फ्याक्ट्रीहरू उद्योग कल कारखानाहरू भएको भए सायद हामी आउनु पर्दैन छैन। भनेपछि के नेपालमा राजनीतिक फोर्सको कारणले मौका नपाउनु भएको हो अथवा पढाइको कमजोरीले मौका नपाउनु भएको हो त के हो त? खास कुरो चाहिँ के हो? अब यस कुराको भन्दाखेरि तपाईँ पढाइतिर भनौँ पढाइतिर पनि धेरै लगाइएन होइन। बाँकी राजनीतिक कुरा भनौँ भने त अब राजनीतिक जस्तो कुरा त मलाई गर्न पनि मन लाग्दैन, आउँदैन पनि। त्यस्तो राजनीतिक कुरातिर हामी नजाँदा पनि राम्रै हुन्छ होला। अहिलेको अब राजनीतिक हेर्दै जाउँ, अब अहिलेको पार्टीहरू नयाँ पार्टी पुरानो पार्टी हुँदै गरिरहेछ। अब के हुने हो होइन। भनेपछि घरको चाहिँ कुन चाहिँ छोरो? म एक्लो छोरो भनेपछि जिम्मेवारी पनि त्यत्तिकै छ होइन त आफूमा होइन। अनि दिदी पनि? दिदी मेरो एकजना दिदी हुनुहुन्छ, एकजना बहिनी अहिले पढ्दैछ। बुवा मम्मी बहिनी बाबा दिदीको बिहा भइसक्यो। भनेपछि घरको जिम्मेवारी व्यक्ति तपाईँ। भनेपछि त्यो जिम्मेवारी वहन गर्न चाहिँ कतिको चुनौती छ? अब अहिलेको विषयमा भन्नुपर्दाखेरि धेरै नै टफ नै छ भनौँ न। अघि अहिलेको महँगीको कारणले गरेर तपाईँको अघि स्थितिको खराबको कारणले गरेर तपाईँको भनौँ महँगीहरू धेरै छ। महँगीहरू भएको छ, दिनै महँगी बढ्दैछ। हाम्रो सबैभन्दा कमजोरी त्यही त हो, महँगी बढ्ने, देशमा रोजगार नभएको कारण। त्यस्तै कारणले गरेर विदेशी
गरिराखेको भनौँ। कतारमा चाहिँ कतिको सहजको महसुस गर्नुभएको छ अथवा कतिको सहज छ त तपाईँलाई दैनिकी कि कतारमा पनि त्यत्तिकै दुःख कष्ट छ कि? अब तपाईँ भन्नुहुन्छ भने अब परिवारसँग टाढिसकेपछि एक्लो आफ्नो उसको लागि त्यति धेरै भन्न त सकिन्न, त्यति धेरै सहज हुन्छ त होइन। गाह्रो त पक्कै हुन्छ, त्यही माथि पनि अब त्यति गाह्रो नमानिकन धेरै अब सर्भाइभ गर्न सिक्नुपर्छ भन्ने लाग्छ मलाई। भनेपछि परिवारसँगको टाढिरहेको पीडा अनि आफ्नो देशको राजनीतिक अवस्था अनि अहिलेको जेनेरेसनको यो के भन्छ नि केही गरौँ भन्ने एउटा हुटहुटी यो सबैको बावजुद तपाईँ विदेशी नै र यहाँको कमाइले नेपालको महँगी र घरको जिम्मेवारी हान्न सक्छ? अब तपाईँ धेरै त्यस्तो धेरै पनि अब हामी कमाउन सकिन्न भनौँ होइन दाजु। अब त्यही अलिकति जे होस् हल्का फुल्का केही जीवनयापन गर्न चाहिँ सकिन्छ भन्ने भइरहेछ भनौँ न। दैनिकी चल्छ। दैनिकी चल्छ। तपाईँले भन्न खोज्नुभएको दैनिकी चल्छ हजुर। र ठुलो सपना देख्न चाहिँ भएन भन्न खोज्नुभयो, त्यही हो? हजुर मैले यसरी बुझेँ। हजुर भनेपछि एउटा तपाईँको शिक्षाको चाहिँ के छ, कहाँसम्म छ पढाइको? मेरो शिक्षा भनेको त त्यति धेरै म ग्रेजुएट पनि होइन, प्राइमेरीसम्म पढेँ। भनेपछि जे होस् कुनै चिज लेखपढ गर्नको लागि अरूलाई भनसुन गर्नु परेन र मान्यता प्राप्त हुने गरी पनि पढ्न सकिएन होइन? त्यही हो, मैले त्यसरी त्यस्तो होइन, त्यतिसम्म पनि भन्दा पनि मिडल प्राइमेरीसम्म पढ्दा माध्यमिकसम्म पढ्दाखेरि अब जस्तो कि अब विदेशिँदाखेरि जो हुने हाम्रो प्रक्रियाहरू हुन्छ त्यतिसम्म चाहिँ सबै कुरा अब हेरेर बुझेर बुझ्नेसम्म हेर्नेसम्म त्यतिसम्म चाहिँ जे होस् गर्न सकियो। अनि कतारको बसाइलाई कसरी लिनुहुन्छ? कतारको बसाइ भन्दाखेरि दाजु अब यस्तै हो, महिनामा 24 दिन काम ड्युटी, त्यही हो। त्यसैले निरन्तर दिँदै आइरहेको अहिलेसम्म। एक दिन छुट्टी, हप्तामा एक दिन ड्युटी 12 घन्टा होइन। खाना बस्नलाई खाना बस्नको सुविधा चाहिँ कम्पनीले नै अहिले प्रदान गरेको छ। कम्पनीले नै खाना बस्ने सुविधा कम्पनीको छ हजुर होइन? अनि यहाँको कतार आइडी जो छ त्यो पनि कम्पनीकै हो? कम्पनीकै हो। भनेपछि तपाईँले नेपालबाट कतार आउँदा चाहिँ लगानी कति गर्नु एक्ज्याक्टली लगानी भन्दाखेरि अब तपाईँको हाम्रो त्यस्तै त हो, देशमा अब भिजाको यति हो, फेरि भिजा फेरि टिकट भने तापनि हामीले पैसा भनेको अब तपाईँले भित्रभित्रै दिइराख्नु परेको हुन्छ अघि नै। अब तपाईँलाई अब यताबाट फेरि भिजा आइरहेछ, फेरि टिकट हो भनेर भन्छ, त्यस्तो त पक्कै हुँदै। अहिले म मात्रै होइन, प्रायः जस्तो सबै नेपाली हाम्रो दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ, उहाँलाई त पक्कै थाहा भएकै कुरा होला कि हामी जुनै पनि कम्पनीमा फेरि भिजा खाँदा पनि त्यस्तो धेरै फेरि भिजा फेरि टिकटको त उयो छैन। त्यसरी पनि भित्र गरेर यता गरेर उता गरेर दिनैपर्छ भन्ने त्यो त एकदमै लागतको त्यसरी बुझ्नुहोस् न, मेरो पनि लागत। भनेपछि मिनिमम कति 2-3 हजुर त्यति त खर्च गरेर आउँछ। खर्च भनेपछि आएको खर्च उठाउन सक्नुहुन्छ? हजुर अब बिस्तारै त्यस्तो धेरै पनि छैन, मतलब कहिले अब आफैले थोरै अलिकति लगानी आफ्नै घरको थोरै लगानी लगाएर आउँदाखेरि उ गर्दाखेरि त्यति धेरै उठिसके पनि छैन भनौँ। अब अलिकति घर परिवारलाई पठाउँदा अलिकति आफू अरू कोहीसँग सापट लिएर आएको गर्दाखेरिसम्म अलिअलि भनौँ न देन हुँदैछ। भनेपछि
बसाइ चाहिँ त्यो घरको साँझ बिहान टार्ने जस्तो मात्रै भयो त्यसरी बुझौँ त्यस्तरी होइन भोजपुर कुन गाउँदेखि आउनुहुन्छ भोजपुर मेरो गाउँ चाहिँ तपाईँको अहिले चाहिँ हाम्रो पालिका बनाएको हिसाबले म चाहिँ अरुण गाउँपालिका वार्ड नम्बर 6बाट अरुण गाउँपालिका वार्ड नम्बर 6बाट हुनुहुन्छ होइन मिस्टर सुशील राई हजुर होइन अरुण गाउँपालिका वार्ड नम्बर 6देखि कतारसम्मको यात्रा होइन उमेर कति भयो मेरो अहिले तपाईँको 28 वर्षको उमेर के कतार नै तपाईँको सपनाको सहर हो त जस्तो मान्छेले भन्छ नि म युरोप जान्छु म अमेरिका जान्छु म जापान जान्छु अनि तपाईँको सपनाको सहर चाहिँ के कतार नै हो त साह्रै त नभनौँ अब अहिलेको सिचुएसन कुराहरू अहिले जुन भइरहेको छ अहिले युरोप मात्रै गएर मान्छेहरू म मात्रै नभएर धेरै मान्छेहरूले अब अहिले लगानी लगाएर युरोप जाँदा र युरोपतिरको काम गराइहेर्दा जुनसुकै भिजातिर होस् स्टुडेन्ट भिजा चाहे वर्कर भिजाहरू होइन हुन त काम जता पनि गर्नै पर्ने हो कतारमा मात्रै होइन कि युरोपमा मात्रै होइन कि कतार साउदी दुबई सबैतिर काम भनेको त्यही हो जति काम हुन्छ त्यति तपाईँलाई पारिश्रमिक जति हुन्छ तपाईँले त्यति नै दिने हो अघि हामीसँग जति सिप छ त्यति पारिश्रमिक आउँछ कतिपय कुराहरू यस्तो छल कपट भनौँ नि झुक्क्याउने जस्तो नेपालमा मेन पावरमा एउटा तलब बताउने अनि यहाँ आइसकेपछि होइन त्यो कहाँ भनेको हो र त्यति दिने भनेकै छैन भनेर चाहिँ तलब घटाएर दिने त्यस्तो पनि यहाँ धेरै सुन्नमा आएको छ त्यस्तो केसहरू पनि धेरै मिडियाहरूमा न्युजहरूमा बजेको सुनेको छ तपाईँहरूमाथि त्यस्तो छलकपट भएको छ हामी जसरी अब उताबाट आएको मतलब मेरो हिसाबमा मेरो एग्रिमेन्टमा जति आएको छ जति मैले पहिला आएको थिएँ त्यस्तै हो मेरोमा त्यस्तो खासै केही त्यस्तो अप्ठ्यारो चाहिँ छैन त्यति जति भनेर आएको त्यति पारिश्रमिक दिइरहेको छ त्यही हो त्यस्तै हो मेरो मतलब तपाईँमाथि छलकपट केही पनि भएन त्यो भएन होइन यहाँ आइसकेपछि म अझ कम्ती तलबमा आइछु भन्ने महसुस भयो कि होइन मलाई मेरो अनुसार मेरो कामअनुसार मेरो शिक्षाअनुसार मेरो सबै कुरा अनुसार मेरो तलब ठिक छ भन्ने लागेको छ कि अझ कम तलबमा चाहिँ आइछु कि भन्ने महसुस भएको मेरो त्यस्तो खासै त्यति धेरै पनि छैन मतलब मेरो त्यत्रो धेरै पारिश्रमिक लिने मेरो कामको जति अब काम जति छ त्यसको पारिश्रमिक लिइराख्दाखेरि अब धेरै यतिकोमा म खुसी नै छु भने त्यस्तो धेरै मतलब मलाई निराशापन पनि छैन कि मैले यति पैसा तिरेर आउँदाखेरि यतिसम्म पाइएन मतलब भनेको जतिको पारिश्रमिक पाइएन भन्ने खासै त्यस्तो कुराहरू भइरहेको छ कति वर्षदेखि कतारमा मेरो त भन्नुपर्दाखेरि म अब तपाईँको यो 1-2 वर्ष जति भयो भनौँ न 1.5 वर्ष हजुर यो अहिले भर्खरै आएको थियो यो कतारको हावापानीमा कतारको माटोसँग तपाईँ 2 वर्षदेखि रम्दै आइरहेको रमाउँदै आउनुभएको छ रम्दै आउनुभएको छ हजुर कति वर्ष बिताउने योजना बनाउनु भएको छ त अब त्यसको योजना चाहिँ खासै टिप्पणी गरेर राखेको छैन र त्यसको सोच पनि गरिएको छैन हेर्दै जाउँ गर्दै जानुपर्छ कतिसम्म हुन्छ आफ्नो त्यतिखेरसम्म गर्दै जाउँला भन्ने त्यो हो त्यतिसम्मको छैन जस्तो कि अब हाम्रो 2 वर्षको चाहिँ करार अवधि भनौँ न करार अवधि चाहिँ तपाईँको 2 वर्षसम्म भए तापनि त्यसभन्दा पनि बढी काम गर्न सक्ने मिल्न सक्ने कम्पनीको व्यवस्था भएको कारणले गर्दाखेरि अब हेर्दै जाउँ कहिलेसम्म अलिकति यसो कति बेलासम्म आफूलाई लाग्छ करार अवधि करारपछि त्यतिखेरसम्म गर्ने कार्यक्षेत्रमा ड्युटी टाइमभित्र जस्तो कामको कठिनाइहरू काममा झेल्नुपर्ने उल्झन मतलब समस्याहरू कुनै त्यस्तो अवस्था छ अब
यस्तो हो, घरको काम जस्तो हुँदैन, बाहिरतिरको काम गरिसकेपछि जस्तो कि काम भनेको ड्युटीलाई लिएर चाहिँ एकदमै सिरियस हुनुपर्छ, त्यो त सबैलाई थाहा हुनुपर्ने कुरै हो। सानोतिनो कहिलेकाहीँ गल्तीमा हुँदाखेरि त्यस्तो सानोतिनो कहिलेकाहीँ भइहाल्छ कम्पनीमा अलिकति तलमाथि त्यस्तो। त्यो सानोतिनो जुन गल्तीको अवस्थामा के पनिसमेन्ट लेटर लेखाउने सिस्टम, तलब काट्ने सिस्टम त्यस्तो केही छ कि दोबारा यस्तो गल्ती नदोहोऱ्याउ भनेर सम्झाएर छोड्ने सिस्टम के छ भन्न मिल्छ त्यस्तो कुरो? हाम्रोमा त्यस्तो काट्ने मतलब अब आफ्नो दिएर आफ्नो तलब काट्ने त्यस्तोहरूको चाहिँ छैन। जस्तो कि अब कुनै पनि काम बाइचान्स मिस्टेक भइहाल्यो भने कि गलत गरियो भने त्यसमा सम्झाएर अगाडि बढाउने कुरो चाहिँ भइरहन्छ भनौँ। मान्छे हो, कहिलेकाहीँ एक दुईचोटि गल्ती त भइ नै हाल्छ। अनि हजुरको साथमा काम गर्ने कुन कुन देशको नागरिकहरू हुनुहुन्छ? तिनीहरूसँग कस्तो मेलमिलाप छ, कस्तो व्यवहार छ? हामी एकदमै अब जुनै देशको भए पनि अहिले प्रायः हामीसँग भनेको धेरै जस्तो नेपाली, अब इन्डियाबाट नेपाली, इन्डिया यस्तो यस्तो समथिङ अब अरूसँग छ। त्यस्तो हामी एज अ नेपाली अब सबै हाम्रो आफ्नो देशवासी जस्तै गरेर दाजुभाइ तरिकाले नै मेलमिलापमा बसिरहेछौँ। त्यतिको हामीलाई रमाइलै छ काम। मतलब नेपालीहरू नै बढी हुनुहुन्छ र नेपालीसँग नै घुलमेल हुँदाखेरि खासै एक्लिएको टाढिएको महसुस हुँदैन भन्नु त्यही हो। जाँदा जाँदै अन्त्यमा हजुर तपाईँ नेपालबाट कतार आउन रेडी हुनुभएका दाजुभाइहरूलाई के सन्देश भन्न चाहनुहुन्छ? कि काम सिकेर आउनु, अब यस्ता यस्ता कम्पनीमा आउनु, अथवा यो मेन पावरबाट आउनु, अथवा सकेसम्म नआउनु, होइन, के भन्न चाहनुहुन्छ? के सन्देश दिन चाहनुहुन्छ? अब मेरो एउटा सन्देश भन्दाखेरि चाहिँ तपाईँको सन्देशमूलक भिडियोमा एक त परदेशी जब बाहिरिएपछि देशबाट अर्को देश बाहिरिसकेपछिको पीडा भनेको सबैले भोग्न पर्ने भनेको हर कोहीको मन नहुन सक्छ। कसैलाई राम्रो सुविधा सेवा सुविधा पनि दिन सक्छ, कसैलाई सेवा सुविधा नराम्रो पनि हुनसक्छ। अब त्यसमा अब म लगायत अब मेरो जस्तै अब कम्पनीमा पनि अब जस्तै सेवा सुविधा जति नहुन पनि सक्छ कसै कम्पनीमा, कसैमा मेरोभन्दा धेरै सुविधा पनि हुनसक्छ। यो सन्देशमूलक भिडियोमा चाहिँ भन्नुपर्दा खासै हामी नेपालमै अब केही गरेर खाउँ भन्ने पनि हामीसँग अहिले रोजगारको त्यति धेरै अभावको कारणले त्यस्तो होइन। अब यसलाई के भनौँ, यसमा के लिएर चाहिँ उ गरौँ भन्दाखेरि बुझेर आउँदाखेरि राम्रो। कुनै पनि ठाउँमा तपाईँले बुझेर जाँदाखेरि कामहरूको बारेमा सिकेर आउँदा राम्रो हुन्छ जस्तो लाग्छ। बुझेर आउँदा सिपमूलक कामहरू सिकेर आउँदा राम्रो हुन्छ भन्ने भनेपछि तपाईँ आफ्नो जुन कुराहरू त राख्नुभयो होइन, तपाईँ यो मेरे बिहानी युट्युब च्यानल हेर्नेहरूलाई चाहिँ के भन्नुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? हामीले सन्देश के दिन चाहन्छु भने यहाँ मिरमिरे दाजु हाम्रो हुनुहुँदो रहेछ, उहाँलाई अब म खेम दितालो मेरो नाम, म चाहिँ काभ्रेपलाञ्चोक जिल्लाबाट र बारा जिल्लाबाट, मेरो 2 ठाउँमा घर छ। हजुर हजुर सर। भनेपछि तपाईँको यो अहिलेको यो चलिरहेको भनेको नयाँ युट्युब च्यानल अब हाम्रो यहाँ मिरमिरे बिहानी दाजुको हुँदो रहेछ। संयोगवश आज छुट्टी भएको कारणले गरेर हामी भेट हुँदाखेरि यसो दाजुभाइ मिलेर केही अन्तर्वार्ता मतलब यसै हाम्रो विदेशी यात्रा कहाँदेखि कहाँसम्म आउने भन्ने कुराको यसै सन्देशमूलक भिडियोहरू लिएर आएको छौँ। त्यसलाई हेरिदिनु होला, रमाइलो गरिदिनु होला, हाम्रो दाजुलाई अब सब्सक्राइबहरू गरिदिनु होला। त्यही हो मिरमिरे दाजुको अब यहाँभन्दा अलिकति धेरै भिडियोहरू बढ्दै जाओस्, राम्रो आगामी दिनमा राम्रो भिडियोहरू बनाउँदै जानु होला भन्ने चाहना है त।
यति भन्दै है त धन्यवाद टाइम दिनुभयो आइपुग्नु अरे है ल एकदम